काठमाडौँ महानगरपालिकामा हिजो भएको त्यो काण्डलाई लिएर बीबीसी नेपालले आफ्नो फेसबुकमा एउटा पोस्ट राखेको छ र पोस्टमा लेखेको छ कि बालेन शाह अनुपस्थित रहेको बेला प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई कार्यालय गए। उपमेयर सुनिता डङ्गोले हाजिर गराइन्। तपाईँ के भन्नुहुन्छ? अब यहाँ हेर्न सक्नुहुन्छ यो पोस्टमा 2.5K यानी 2500 जति कमेन्ट आइसकेको छ। अब कमेन्टमा भने मिक्स रिएक्सन आएको छ, तर प्राय जनताले मेयर बालेन शाहले सपोर्ट गरेका छन् भने अर्को साइडमा उपमेयर सुनिता डङ्गोलले पनि थोरै मात्रामा सपोर्ट पाएकी छिन्। तर प्राय जनताले उपमेयर सुनिता डङ्गोललाई भनेका छन् कि बाको कुरा त मान्नु नै पर्यो। अब यहाँ एउटा दुईटा म कमेन्ट पढ्छु। एकजनाले लेखेका छन् कि भ्रष्टलाई पुनर्बहाली गराएकोमा डुङडुङटी गनाए, छि सुनिताजी तपाईँलाई लाज लागेन? भ्रष्टाचारीको लागि एमाले ब्रान्ड नै काफी छ। यस्ता गैर कानूनी काम गर्नेलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाउने हो, हाजिरी गर्न दिने होइन। नेतासँग कर्मचारी लोयल भएन भन्ने केपी ढाकाले यो कुरा बुझ्नु पर्दैन। ठिकै भयो, कसैले टुकुचोमा हाल्नु परेन। सुरक्षित अवतरण लाग्थ्यो। काठमाडौँ महानगरबाट पब्लिसिटी बनेकी सुनिता डङ्गोल नेपाली महिला क्षेत्रमा उडाउँदो एक सचेत बौद्धिक नारी हुन्, तर त्यो बुझाइ आज गलत साबित भएको प्रश्न देखियो। सुनिता डङ्गोल त एक महाअवसरवादी महिला रहेछिन्। दुर्भाग्य। 2/3 बहुमतको सरकार छ। जे पनि हुन्छ, सजाय पाउनुपर्ने भ्रष्टाचार कर्मचारी बढुवा हुन्छ, पुरस्कृत हुन्छन्। इमान्दार कर्मचारीहरू पार्टीको झोले नबोकेको कर्मचारी विभिन्न बहानामा निलम्बित हुन्छन्। सुनिता डङ्गोलको हस्तक्षेप हुनु एकदम गलत, यो जनतालाई मान्य छैन। युवाहरू किन भ्रष्ट पार्टी दास र रैती बन्न तयार हुँदैछन्? यो खतरनाक कुरा हो। राम्रो काम भयो, कर्मचारीले अब तलब पाउने भए। अब कर्मचारीहरूले त्यत्रो महिनादेखि तलब नपाएपछि अब यो तनाव त सृजना हुने नै भयो। तर मलाई लाग्छ कि यो कुरा भने बालेन शाहको उपस्थितिमा भएको भए राम्रो हुन्थ्यो।